यो भिडियो चाहिँ तपाईँको हुनेवाला बोयफ्रेन्ड हुनेवाला श्रीमानलाई पठाइदिनु होला। यदि तपाईँको श्रीमतीको पास्ट मतलब विगतमा श्रीमान थियो, यदि तपाईँको गर्लफ्रेन्डको विगतमा बोयफ्रेन्ड थियो, यो कुरा तपाईँलाई थाहा छ, तर पनि तपाईँले झुट बोलिराख्नु भएको छ कि मलाई पास्टले केही फरक पार्दैन भनेर तपाईँले झुट बोलिराख्नु भएको छ। उसको शरीरसँग खेल्नलाई भने चाहिँ बन्द गर्नुहोस्। यदि तपाईँलाई साँच्चै नै पास्टले फरक पार्छ, विगतमा गएर हैन तपाईँले आफ्नो श्रीमती बनाएर तेरो जमानामा फलाना बोयफ्रेन्ड थियो, तेरो जमानामा बिहे भइसकेको थियो, यस्तो कुराहरू गरेर बारम्बार टर्चर दिनुहुन्छ भने चाहिँ अहिले नै छोडिदिँदा हुन्छ, अहिले नै छोडिदिँदा हुन्छ माया कसम भनेको। तर श्रीमती बनाएर घरमा ल्याइसकेपछि बारम्बार तेरो बोयफ्रेन्ड थियो, त योसँग हिँड्थिस्, त रक्सी खाने केटी हो, त क्लब जाने केटी हो, त चुरोट खाने केटी हो, त जाँडसी खाने केटी हो, त ग्रुप बनाएर हिँड्ने केटी हो। यस्तो यस्तो कुरा विगतमा गरेर जब आफ्नो भइसकेपछि यस्तो यस्तो टर्चर दिएर हुनेवाला फाइदा केही छैन। त्यो टर्चर र त्यो झगडाले भनेको ज्यानै जान सक्छ, ज्यानै जान सक्छ। त्यसमा दुईटा कुरा हुन्छ, कि त श्रीमतीले जति श्रीमानले टर्चर दिए पनि, जति नै गाली गरे पनि सहेर बस्ने एउटा क्षमता हुनु पर्यो हैन, कि त लड्न सक्नु पर्यो, हानहान गर्न सक्नु पर्यो। अप्सनै हुँदैन क्या, अप्सनै हुँदैन क्या। त्यो श्रीमतीलाई अप्सनै हुँदैन, उसको जाने ठाउँ पनि हुँदैन, उसलाई त अब कसैले पत्याउँदैन। ऊ त एक्लो भएको एक्लो नै हुन्छ। फर्केर माइती जाउँ भने पनि कति फर्किन्छ, कतिवटा बिहे गर्छ भन्ला भन्ने डर होइन। र टर्चर सहेर बस्ने केटीहरू धेरै छन्। यस्तो घटना भएर क्या। अब फेरि यही कुरा, फेरि छोरा मान्छेको पनि पास छ, छोरा मान्छेको विगतमा श्रीमती थियो, विगतमा 2-4वटा गर्लफ्रेन्डहरू थियो, 2-4वटा केटीहरूसँग रातै बिताएको थियो। यही कुरा तेरो विगतमा पास थियो भने छोरा मान्छेलाई त केही असर पर्दैन थियो, त के भयो त भन्ने टाइपको हुन्छ। मतलब छोरा मान्छेले चाहन्छ कि उसको छोरा मान्छेको पासले चाहिँ केही फरक पर्दैन, तर केटीको पास र केटीको विगतका कुराहरूले चाहिँ छोरा मान्छेलाई धेरै ठुलो असर पार्छ भन्ने चाहिँ छोरा मान्छेको दिमागमा एउटा हुन्छ हैन। त्यही भएर म के भन्न चाहन्छु भने, यदि तपाईँको गर्लफ्रेन्ड छ, गर्लफ्रेन्डको बोयफ्रेन्ड थियो, तपाईँ कन्फ्युजमा हुनुहुन्छ, यसको पास्टले मलाई असर पारिरहेछ, यसको त बोयफ्रेन्ड थियो यार, यसलाई त कसरी बिहे गर्ने यार, होइन बिहे त गर्नै पर्छ यार, बिहे गरिदिने यार, छ्या यस्तो दुनियाँ केटाले छोडेकोलाई के बिहे गर्नु हो, यस्तो दिमागमा आउँछ भने चाहिँ अहिले त्यो केटीलाई भनिदिनुहोस्, मलाई असर गर्यो तिम्रो पास्टले, मैले बिर्सिन सकिनँ, आइएम सरी भन्नुहोस्, अहिले ब्लक गर्नुहोस्। यो नै सबैभन्दा राम्रो हो। तर उसलाई बाँच्नै नसक्ने बनाएर, उसलाई छुट्नै नसक्ने बनाएर, उसँग वर्षौँसम्म उसँग शारीरिक सम्बन्ध बनाएर चाहिँ पछि गएर चाहिँ तपाईँले लु तिम्रो पासले असर गर्यो, त्यो पाप हो, पाप लाग्छ। आमा कसम लिएर राख्नुहोस्, पाप लाग्छ। तर तपाईँ बोलेको केही दिन केही महिना मात्र हुनेछ र तपाईँलाई उसको विगतको कुराहरूले असर गर्न थाल्यो भने छोडिदिनुहोस्, पाप लाग्दैन, धर्म हुन्छ। तर उसको शरीरमाथि खेलिसकेर उसलाई मर्नु न बाँच्नु बनाएर होइन, तपाईँ बिना बाँच्नै नसक्ने बनाएर चाहिँ तपाईँले तेरो पहिलाको बोयफ्रेन्ड थियो, तेरो पहिलाको श्रीमान थियो, त पहिला जाँडसी खान्थिस्, चुरोट खान्थिस्, क्लब जान्थिस्, यस्तो भन्नुहुन्छ भने चाहिँ तपाईँलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि नाङ्गै बनाएर सिस्नो पानीमा चोबालेर झ्याम हानेर, त्यति मात्रै होइन,
खोर्सानी पनि दलिदिनुपर्छ माघको